सर्वशक्तिमान परमेश्वरका वचनहरूका वाचनहरू, अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू 10। विषयवस्तु 9। परमेश्वरको घरका माग अनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु। भाग 2। कामका बन्दोबस्तहरूको कार्यान्वयनका लागि मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्नु र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु। आज हामी अगुवा र कामदारहरूको 9औं जिम्मेवारी अर्थात् परमेश्वरको घरका माग अनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु बारेको सङ्गतिलाई निरन्तरता दिनेछौँ। पछिल्लो पटक हामीले मुख्य गरी मानिसहरूले बुझ्नुपर्ने कामका बन्दोबस्तहरूभित्रका विभिन्न सामग्री र निश्चित विषयवस्तुहरूबारे साथै अगुवा र कामदारहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू, कामका बन्दोबस्तहरू सञ्चार, जारी र कार्यान्वयन गर्नेबारे सङ्गति गर्यौँ। आज हामी अगुवा र कामदारहरूले कसरी मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्नुपर्छ र उनीहरूले कामका बन्दोबस्तहरू जारी भएपछि कसरी तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नुपर्छ भन्नेबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ र कामका बन्दोबस्तहरूको महत्त्व बुझिसकेपछि माथिका माग र चरणहरू अनुसार कसरी कामका बन्दोबस्तहरूलाई सही तरिकाले कार्यान्वयन र लागू गर्ने। अगुवा र कामदारहरूले सङ्गति मार्फत बुझ्नै पर्ने सत्यता सिद्धान्तहरू यिनै हुन् र उनीहरूले मण्डलीका विभिन्न काम राम्ररी गर्नका निम्ति यी सिद्धान्तहरू बोध गर्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले के थाहा पाउनुपर्छ भने यस भूमिकामा सेवा गर्नेहरूका लागि परमेश्वरको घरको आधारभूत माग भनेको मुख्य गरी उनीहरूले विभिन्न कामका बन्दोबस्तहरूमा केन्द्रित भएर आफ्नो काम निर्वाह गर्नु हो। उनीहरू आफ्नै व्यक्तिगत उद्यममा लाग्नु वा उनीहरूका आफ्नै कामनाहरू अनुसार काम कुरा गर्नु होइन र निश्चय नै उनीहरूले गर्ने कुनै पनि काममा अल्याङ मल्याङ गर्नु होइन। अवश्य पनि उनीहरूले केही आविष्कार वा सिर्जना गर्नु पनि होइन। त्यसको साटो उनीहरूले परमेश्वरको घरको कामका बन्दोबस्तहरूका आधारमा विशिष्ट तरिकाले र विस्तृत रूपमा काम गर्नु हो। काम कसरी विशिष्ट तरिकाले गरिनुपर्छ? त्यसमा कस्ता विवरणहरू समावेश हुन्छन्? यी प्रश्नहरूको जवाब 9औं जिम्मेवारीका मागहरूमा छ। परमेश्वरको घरका विभिन्न कामका बन्दोबस्तहरू सञ्चार, जारी र कार्यान्वयन गर्ने बाहेक अगुवा र कामदारहरूले मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्न र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्न पनि आवश्यक छ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अभ्यासका विशिष्ट मार्गहरू यिनै हुन्। यसपछि हामी तिनका बारेमा एक एक गर्दै छलफल गर्नेछौँ। कामका बन्दोबस्तहरू जारी गरिएपछि
अगुवा र कामदारहरूले पहिला त्यसमा अघि सारिएका विभिन्न माग र सिद्धान्तहरूबारे मनन र सङ्गति गर्नै पर्छ। त्यसपछि उनीहरूले विशिष्ट रूपमा काम कार्यान्वयन गर्नका लागि मार्गहरू खोज्नै पर्छ र योजनाहरू अभ्यास गर्नै पर्छ। सुरुमा उनीहरूले कामका बन्दोबस्तहरूले के माग गर्छन्, के कस्तो विशिष्ट काम गर्नु आवश्यक छ र त्यसमा संलग्न सिद्धान्तहरू के हुन्, साथै कामका बन्दोबस्तहरूले कुन मानिसहरू र कामको कुन पक्षलाई सम्बोधन गरिरहेका छन् भनेर